सञ्जीव यहाँ गाडी गयो के हाम्रो यहाँ उमा लत्तै गयो डुबा बोरिङमा छिरे के लत्तै तल कहाँ यहाँ अब खै ट्र्याक्टर ल्याएर नि केही फाइदा छैन यहाँ बोरिङै लत्तै धसेर यार यहाँ उमै बाटोमै ट्र्याक्टर लिएर भन्न लागेको गाडी नै लत्तै लगिसक्यो यार अब ट्र्याक्टर ल्याएर नि फाइदै छैन आलु अड्केन तलै छिरे कहाँ तलै अब गइहाल्यो नि हेर्दा गयो मान्छे छिरेन तर यस्तो जाब काका इन्सुरेन्स छ नि फोटो त खिचेको छु कत्रो खाल्डो अब यो वरिपरि खने के वरिपरि छ के सबैतिर खाल्डा बिहान म यार कसो परेन बिहान थियो कालो पानी आइरहेको थियो धमिलो पानी आख के भएको हो भनेर पनि अघि पनि भनेको मैले पनि भत्किँदैछ वरिपरि नजानु है अब यो त पुरै कहाँसम्म छ पहिलोचोटि त हो नि भनेपछि वरिपरि बोरिङ बनाउनु पनि धराप रहेछ है त्यत्रो जमिन खोक्रो बनाएर अनि हाल्या हुन्छ अनि सालाहरू त मान्छेहरू यिनीहरू म त के भयो भनेर अब फसेछ क्या अरे भनेर हत्तेर आएको गाडी नि गएको यार हट कस्तो डेन्जर आउँदै आएन गाडी पनि झन् अगाडि चाहिँ जानु लाग्यो अघि यो कहाँ मुनि है काका